ल आज म तपाईहरुलाई GoPro 13 अनबक्सिङ गरेर देखाउँछु। सिल प्याकै छ देखिहाल्नु भयो है त। भित्र चाहिँ हामीलाई यस्तो खालको एउटा बक्स भित्र छ क्यामेरा र क्यामेरा चाहिँ यस्तो छ बाहिरबाट हेर्दा भने यो पोस्पेटसहरु भइहाल्यो। यो सेट अफ प्रोसेसहरु प्रिकसन्सहरुलाई एउटा केबल माउन्ट र क्यामेरा आयो अनि एक्स्ट्रा एउटा ब्याट्री आउँछ यसमा। अरु चाहिँ हामी आफैले किन्नु पर्ने हुन्छ जसमा चार्जरको पोर्ट, एक्स्ट्रा ब्याट्री, एक्सेसरिजहरु GoPro को त्यो चाहिँ आफै किन्नु पर्ने हुन्छ। जस्ट आउने भनेको हामीलाई क्यामेरा, एउटा ब्याट्री, केबल, डाटा केबल अनि एउटा माउन्ट आउँछ जसले गर्दा हामीलाई क्यामेरा होल्ड गर्नको लागि इजी हुन्छ। अरु सामान भने हामी आफूले किन्नु पर्छ। यस्तो छ बाहिरको बक्स, भित्र त्यस्तो छ, यस्तो छ है त। अनि एउटा एसडी कार्ड जो म आफैले एक्स्ट्रा लिएको हो जुन छ 256 GB को। यस्तो छ क्यामेरा। फर्स्ट लुक्स यस्तो छ यसको है त। भने भित्र बक्समा आयो हामीलाई एउटा केबल, साथमा माउन्ट अनि एउटा ब्याट्री। एक्स्ट्रा ब्याट्री आफैले किन्नु पर्छ। एक्स्ट्रा ब्याट्री त्यसमा तपाईहरुलाई लङ भिडियो क्याप्चर गर्न चाहनुहुन्छ भने सर्ट भिडियोको लागि भने 5K सम्मको लागि 2 आवर्स खिच्छ भने 4K सम्म 5K लागि 1 आवर्स खिच्छ भने 4K लागि 2 आवर्स कन्टिन्यू खिच्छ। एउटा ब्याट्रीले पनि पुग्छ। त्यो भन्दा धेरै चाहिन्छ भने चाहिँ एक्स्ट्रा ब्याट्री तपाईहरुले किन्नु पर्ने हुन्छ। र यस्तो छ क्यामेरा जसमा तपाईहरुलाई मैले कसरी ब्याट्री इन्सर्ट गर्ने भनेर सिकाइदिन्छु। ल अगाडि प्रेस गर्ने अनि ब्याक गर्ने खोल्यो त्यो भएपछि तपाईहरुले अब यसमा प्रपर वेमा ब्याट्री एसडी कार्ड पनि इन्सर्ट गर्नुपर्ने हुन्छ। जसको लागि तपाईहरुलाई म देखाउँदैछु रुक्नु है त। कसरी राख्ने भनेर सजिलो छ खासै त्यस्तो गाह्रो छैन। एसडी कार्डलाई अलि राम्रोसँग हेरेर राख्नुपर्छ अनि ब्याट्रीको तल हेरेर इजिली इन्सर्ट गर्न सक्नुहुन्छ। यो एसडी कार्ड पनि सिल प्याकै छ देख्न सक्नुहुन्छ। र हामीलाई अब यस्तो छ GoPro ओपन गर्दाखेरि हामीले एसडी कार्ड ब्याट्री राख्यौं र सुरुमा हामीलाई ल्याङ्ग्वेज चुज गर्नुपर्ने हुन्छ अनि जीपीएस अनि भोइस। यसमा जुन हामीले एसएस गर्दै गयो हुन्छ एस गर्दा भयो। अनि हामीलाई यहाँनिर तपाईहरुलाई यो मोबाइल कनेक्टको लागि चाहिँ तपाईहरुलाई एउटा क्विक GoPro भन्ने एप्स पनि डाउनलोड गर्दा पनि हुन्छ अथवा यही एउटा बारकोड आउँछ त्यो बारकोडलाई चाहिँ तपाईहरुले स्क्यान गरेर डाउनलोड गर्न सक्नुहुन्छ। यति गरे भने सेटअप भइहाल्छ। र ओपन गरिसकेपछि बाहिर कस्तो देखिरहेछ क्वालिटी भनेर हेर्दाखेरि 5.3K खिच्दाखेरि यस्तो छ है त। यस्तै इन्फर्मेटिभ भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न सक्नुहुन्छ है त। थ्यांक्स फर वाचिङ।